न ल होइन मलाई म हेर्न खोज्दैछु ए ल आधा होइन मलाई आधा मात्र देखाउने फेरि पुरै देखाउला कस्तो देखाएको छ खोइ समाउने छैन आए मान्छेहरू आएको छैन भने झन् त्यही राम्रो हो मलाई खालि त्यो एकछिनको लागि मात्र के फर्मालिटीको लागि मात्र हो नि त नमस्कार म तपाईँहरू हजुर हजुर नआओस् न त्यो उको लागि मात्र हो क्या नानी तर सबै रेकर्ड भइसक्यो नमस्कार म कपिल सुब्बा यहाँहरूकै नेपाली साथी होइन नेपाली हुँ म पनि हामी नेपालमा छौँ हामी नेपालीहरू अहिले भर्खरको जुन घटना घट्यो होइन जेनजी आन्दोलन भयो जेनजी आन्दोलनबाट हामी अहिले भर्खरै अब बिस्तारै शान्तितिर गइरहेका छौँ सारा विश्वभर नै युद्ध चलिरहेको छ यस्तो अवस्थामा हामी जस्तो देशले एउटा 2 दिन 3 दिनभित्र हामीले यसरी शान्तिको अवस्था सिर्जना हुनु भनेको एकदमै राम्रो हो होइन चाँडै भयो होइन खुसी लाग्यो हामी नेपालीहरू एकदम शिक्षित ज्ञानी एकदम होइन अब इन्टेलिजेन्ट भइसकेको रहेछौँ भन्ने कुरो यसले पनि प्रमाणित गर्छ होइन अब हाम्रो सरकारले पनि चाँडै नै हाम्रा जेनजीको जुन आन्दोलनमा जुन मागहरू थियो तीहरूलाई पुरा गर्ने प्रयास गरिराख्नु भएको छ र चाँडै नै ती कुराहरू पुरा हुनेछ 6 महिनाभित्रमा हाम्रो चुनाव भएर नयाँ सरकार बनेर देशले एकदम आर्थिक उन्नति गर्नेछ भन्ने विश्वासका साथ हामी अगाडि बढ्नेछौँ सकेन त्यो रेकर्ड हुन्छ क्या त्यो रेकर्डै बस्छ क्या यहाँबाट मैले गरेँ भने पनि त्यो पछि गएर रेकर्डै हुन्छ कि कस्तो तिमीले डिस्टर्ब गर्थ्यो